गाउने कार्यक्रम रहेको छ। त्यस कारणले गर्दाखेरि आज यहाँ पाल्नु हुने सम्पूर्ण आदरणीय आमा बाबा, दाजुभाइ तथा दिदीबहिनीहरू, यस नयाँ वर्ष 2082 को सुखद उपलक्ष्यमा तपाईँ तथा तपाईको परिवारको सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आजको यो कार्यक्रममा हजुरहरूको यो उपस्थिति हाम्रो नेपाली संस्कृति प्रतिको माया, सम्मान र प्रतिबद्धताको प्रतीक हो। विदेशमा रहेर पनि हामीले हाम्रो मौलिक पहिचान, भाषा, धर्म, कला र संस्कृति जगेर्ना गर्न यस्ता कार्यक्रमहरू निकै महत्त्वपूर्ण छन्। अक्सफोर्डसियर नेपालिज कम्युनिटी भनेको हामी सबैको साझा कम्युनिटी हो। यसमा हजुरहरू सबैको सल्लाह, सुझाव र सक्रिय स्वयंसेवाको अति आवश्यक छ। हामी सबै मिलेर यस्तो समुदाय निर्माण गरौँ जसले हाम्रो नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्त्व बुझाउने, हाम्रो अग्रज पुस्ताप्रति सम्मान गर्ने, हाम्रा चाडपर्व परम्परालाई जीवित राख्न कायम गरोस्। कसैको चित्त मन दुखाए माफ गरिदिनु, गल्ती पनि नजिक आए माफ गरिदिनु।
आकाशैमा दिल हो सारा आकाशैमा दिल हो सारा मेरो माया ल्याइदेऊ न राम्रो छोरा यसमा चाहिँ Hey,
यसलाई यहाँले धेरै धेरै धन्यवाद एकपल्ट फेरि सबैजना ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर जैसे छत पे फिरते हैं मेरे घर की और न होनी वैसे घर की और न होनी मेरे घर की और न होनी तू मुंडा बिल्कुल देसी है Of the show. Okay, thank you for your and Roshnilai Pani. We sold very good rifle. We made 205 pounds for the charity for Hindu temple. 300 pounds altogether. Yay! And where is going to? The Hindu temple. Hindu temple. Yes. It's So gonna well open done next to month. Team Raffles. Raffles.